अबदेखि आँखा नछली ल्याउँछौँ। चुप लाग, यहाँको रुल बिर्सिस तिमीहरूले। रुममा केटी ल्याउन पाउँदैन भनेको होइन? किन घरबेटी बा, के हुन्छ र हामी आउँदा? के हुन्छ अरे? तिमीहरूलाई लाज लाग्दैन राति राति केटाको कोठामा आउन? राति राति हामी त दिउँसै आएको नि घरबेटी बा। त्यति बेला तपाईँ भुडी फुलाएर सुतिरहनु भएको थियो। यो आजकलका केटीहरू के भएका होलान्? आफ्नो नभए नि आमा बाउको इज्जतको त ख्याल गर। त्यही ख्याल गरेर त हप्तामा 2 चोटि मात्र आउँछौँ नि घरबेटी बा। के रे, हप्तामा 2 चोटि रे? हजुर घरबेटी बा, किन कम भयो भने भन्नुहोस् है, अबदेखि 3 चोटि आउँछु। ओइ तिमीहरू दुईजना, भोलि भाले बाँच्ने बित्तिकै कोठा खाली गर है। भाले त अस्ति भर काटेर खाएको होइन घरबेटी बा। क्या करूं इसका? घरबेटी बा, तपाईँ यसको कुरा नसुन्नुहोस्, यो पागल हो पागल। प्लिज घरबेटी बा, हामीलाई एक मौका दिनुहोस् न, अबदेखि हामी कोही केटीलाई ल्याउँदिनौँ। हुँदैन, अस्ति नै एक मौका दिइसके मैले तिमीहरूलाई। एक मौका दिएर कहाँ हुन्छ त घरबेटी बा? हामी 2 जना छौँ, कम से कम 2 मौका त दिनुहोस्। क्या सोच है रे तेरी? ए हो, त्यसो भए 2 जनाले भाडा पनि डबल देऊ न त मलाई। हेर मौकाको फाइदा उठाएको। यस्तै हरकतले गर्दा यो घरबेटीहरू मलाई मनै पर्दैन। तिमीलाई के लाग्छ नानी, घरबेटी हुनु त्यति सजिलो छ? भन्दा गफ लाग्ला कि? तर डाक्टर हुनु भन्दा घरबेटी हुनु गाह्रो छ अहिलेको जमानामा। गफाडी बुढो, डाक्टर बन्नलाई के गर्नुपर्छ थाहा छ तपाईँलाई? के गर्नुपर्छ र? 5 वर्ष मेहनत गरेर पढ्ने, इक्जाम दिने अनि पास हुने, त्यति त हो नि। घरबेटी बन्नलाई त सुरुमा कराते सिक्नुपर्छ, किनकि कति बेला कुन चाहिँ भाडावालसँग फाइट पर्छ थाहा हुन्न। त्यति मात्र हो र? कोही भाडावालहरू पत्तर पत्तर मुख चलाउँछन्, उनीहरूको लागि आफूले पनि मुख चलाउने कोर्स गर्नु पर्यो। अनि कसैले समयमा भाडा दिँदैनन्, आफ्नो पैसा पनि भिख मागे जस्तो माग्नु पर्छ। अनि कोही भाडावालहरू यिनीहरू जस्तो हुन्छन्, जति भन्दा नि नटेर्ने। यस्तो अनगिन्ती समस्यासँग हामीले जहिले जुझ्नुपर्छ, अनि गएर घरबेटी बनिन्छ। अब आफै भन, डाक्टर बन्न गाह्रो कि घरबेटी बन्न? घरबेटी बा, तपाईँलाई कति टेन्सन छ है? तपाईँको कुरा सुनेर त मलाई आँसु नै आयो। खोइ कहाँ छ त आँसु? आँसु आएको थियो नि घरबेटी बा, भर्खर पुछेको मैले। हो घरबेटी बा, हो मैले नि देखेको थिएँ, यसको आँखाबाट बरर आँसु झरिरहेको थियो। अनि तेरो चाहिँ झरेन आँसु? आँसु होइन, मेरो त सुसु झर्न लाग्यो घरबेटी बा। म हल्का भएर आउँछु ल। पर्दैन, थामेर बस, आज यहाँ फाइनल कुरा हुन्छ। प्लिज घरबेटी बा, तपाईँहरू सेमी फाइनल कुरा गर्दै गर्नुहोस्, म आएपछि फाइनल कुरा गरौँला नि। थामेर बस भनेको सुनेनस्? कंट्रोल। भोलिको भोलि तिमीहरूले यो कोठा खाली गर्नुपर्छ, बुझेस्? किन घरबेटी बा, हामीलाई पनि तपाईँसँगै राख्नु आँट्नु भयो कि क्या हो? एस राख्छु मसँग। तिमीहरूलाई राख्नु भन्दा बरु म सुँगुरलाई राख्छु आफूसँग। सुँगुरले सुँगुर राखेको सुहाउँदैन नि घरबेटी बा। तिमीहरूलाई रुम दिएर मैले ठुलो गल्ती गरेछु। भोलि होइन तिमीहरू